सो हेलो एभ्रिवान, तपाईँहरू कस्तो हुनुहुन्छ? म आशा गर्नेछु तपाईँहरू राम्रो हुनुहुन्छ होला अनि म पनि राम्रै छु। अनि आज चाहिँ म अलिक खुसी छु, किनकि खुसी पनि छु अनि दुःख पनि। बादमा चाहिँ दुःख भयो। खुसी यस कारणले छु किनकि आज चाहिँ मेरो स्कुटी रिटर्न आउँछ। घरमा यति दिन थिएन, चलाउनु पाएको थिइनँ, त अलिकति दुःख लागिरहेको थियो। त आज चाहिँ फाइनली बोलायो फोन गरेर कि लिएर जानुहोस् भनेर। अनि चाहिँ म आइपुगेँ होन्डा सोरुममा। अनि त्यहाँदेखिको चाहिँ म स्कुटी लिएर निस्किँदै थिएँ। निस्केर चाहिँ मलाई अलिकति नक्सलबारी जाने काम पर्यो। अनि त्यसको पछाडि मैले चाहिँ घरबाट हेलमेट लाएर आउनु नै बिर्सेको थिएँ कि। अनि त्यसको पछाडि हेलमेट पनि थिएन। अनि मैले चाहिँ नक्सलबारी जाम कि नजाम सोचेर चाहिँ सोच्दै थिएँ। अनि सोचेँ अनि त्यसको पछाडि फेरि जाम केही हुन्न होला यसरी भनेर गएँ होइन। अनि जानुको बादमा त फेरि जाँदाखेरि त केही भएन कि आउँदाखेरि त पक्रिहालेछ कि। अनि आएर 1000 रुपियाँको चलान लगाइदिएछ।